यस डिजास्टर रेजिलिएसन फाउन्डेसनका अध्यक्षज्यू लगायत यहाँ विशिष्ट व्यक्तित्वहरू जो सल्लाहकारको रूपमा उभिनु भएको छ र अन्य आमन्त्रित विशिष्ट व्यक्तिहरू सबै मेरो नमस्कार। सबभन्दा पहिला त नेपाल डिजास्टर रेजिलिएसन जुन फाउन्डेसन जुन एउटा महान सेवा सहयोग र उद्धारको उद्देश्यले जुन खडा गर्नु भएको छ त्यो खडा गर्नु भएकोमा यहाँहरूलाई म हार्दिक बधाई दिन चाहन्छु। र आज यस विशेष समारोहमा यस संस्थाको उद्देश्य भिजन लक्ष्यहरूसहित हामीलाई जानकारी गराउनु भयो र हामीलाई यस्तो पवित्र सेवाको हात दिने संस्थामा हामीलाई सल्लाहकारको रूपमा नियुक्त गर्नुभएकोमा खुसी लाग्नु स्वाभाविकै हो र जसलाई पनि प्रतिष्ठा पाएको खुसी नै लाग्छ। तर मलाई यसको सल्लाहकार भएकोमा म गौरवान्वित भएको छु। मलाई थाहा छ अहिले हिसाबले भन्नुभयो एकाडेमी एक्सपिरियन्स लगायत विभिन्न व्यक्तित्वहरूको जुन यहाँ उपस्थिति छ त्यो सिनर्जीले यो संस्थाको उद्देश्य लक्ष्य प्राप्ति गर्नमा ठुलो चाहिने भूमिका खेल्छ भन्ने मलाई लाग्छ। म अब यो सानो कुरा मलाई अलिकति फरक परिवेशमा मलाई भन्न मन लाग्यो। मलाई मन के लाग्यो भने गत सालको जुन बाढी थियो त्यो बाढी काठमाडौँमा त्यसले डिजास्टर ल्यायो, सरले पनि भन्नुभयो। र त्यो बाढीमा हाम्रै अध्यक्षज्यूको घरमा रातभरि बाढी थियो। मध्यरातमा उहाँ दोस्रो तल्लामा बस्नु भएको थियो, सायद छतमा पनि गएर उभिनु भएको थियो होला। त्यो कसरी मलाई त्यहाँ आज सम्झना भयो भने मेरो पनि एकजना आफ्नो छिमेकी हुनुहुन्थ्यो र त्यो अवस्थामा म्याडमले त्यहाँबाट मैले फोन गरेर सोद्धाखेरि उहाँले अरूलाई पनि सहयोग गर्नको लागि सशस्त्रसँग बलसँग सहयोग मागिराख्नु भएको छ भन्ने कुराको जानकारी पाएँ। र म बिहान 6 बजे पुग्दाखेरि म त्यहाँभित्र जान सकिनँ। भनाइको मतलब यस्तो अवस्था छ कि बाढीमा मान्छे पर्छ, केही पनि सोच्न नपाउँदै 1 घन्टामा सबै कुरा सखापै हुन्छ। त्यस्तो अवस्थामा आज मलाई के लाग्छ भने यो संस्थासँग जोडेर हेर्दाखेरि जुन उहाँले बिताउनु भयो, एक्लो महिला हुनुहुन्थ्यो, सहयोग गरिराख्नु भएको थियो, तर आज त्यो उहाँले भोग्नु भएको पीडा आज सबैको लागि सहयोग र उद्धारको एउटा र चेतना जागृतिको विशाल सोच लिएर आज सङ्कल्पको रूपमा यो संस्था आएको छ। त्यसको लागि म बधाई दिन्छु र यो संस्थामा यसरी पनि म फेरि पनि सल्लाहकार भएकोमा म गौरवान्वित छु। र मलाई विश्वास छ यस किसिमको संस्थाले सकेसम्म, किनभने 30 वर्षको सेवामा हामीले बुझ्यौँ कि यसमा कुनै तयारी भन्दा पनि कुरा बिग्रिन्छ। 1 घन्टामा त सम्पूर्ण कुरा नष्ट भइसकेको हुन्छ। त्यस कारणले अवेरनेसको काममा असाध्यै ठुलो काम गर्नुपर्छ जस्तो लाग्छ। त्यसको लागि साधन र स्रोतको कमी हुन्छ। सम्बन्धित सबै निकायहरू, यहाँ ब्याङ्कका अध्यक्षज्यूहरू हुनुहुन्छ, युएनडिपी युएनका मान्छेहरूका संस्थाहरू छन्, सबैसँग सम्पर्कमा रहेर एउटा हामीलाई के कुराको आवश्यकता हो त्यसको प्रपोजल राम्रोसँग लेखेर त्यो जुटाउन सक्यो भने, किनभने बिना रिसोर्सेस साधन चाहिने हामीले गर्न सक्दैनौँ। वी निड लट अफ रिसोर्सेस। र यहाँ सिइओ साहबहरू हुन्छ, सिएसआर अन्तर्गत धेरै कुराहरू यहाँ छन् होला, त्यसलाई हामीले साँच्चैको एक्सप्लोइटेसन गर्न सकिरहेका छैनौँ। त्यस कारणले आजको यो इभेन्ट मलाई लाग्छ यो सल्लाहकारको रूपमा सम्मानित हुने मात्रै पनि होइन, मलाई लाग्छ यो इभेन्ट एउटा ऐतिहासिक इभेन्ट हो। किनभने हामी यहाँ सबै अनुभवी व्यक्तित्वहरूले एउटा यस्तो सङ्कल्पको लागि उभिएका छौँ जुन सङ्कल्पले भोलि हाम्रो देशमा परिआएको बेलामा ठुलो हामीले साथ सहयोग र सल्लाह दिन सक्छौँ भन्ने मलाई लागेको छ। मेरो शुभकामना छ। यदि सही उद्देश्य राम्रोसँग यो संस्था अगाडि बढ्यो भने सेवा सहयोगमा यसले एउटा सबै मानव जीवनलाई एउटा आशाको दीप जलाउन सक्छ र अन्धकारमा दुःख पाइरहेको व्यक्तिको लागि सहारा बनेर हात दिन सक्छ भन्ने मलाई लाग्छ। यति भन्दै म फेरि शुभकामना दिँदै